म्यान्चेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएपछि इङ्ग्लिस प्रिमियर लिगको उपाधि दौडमा आर्सेनललाई निकै नै फाइदा भएको छ। अब लिगको 3 खेल खेल्न मात्र बाँकी रहेको आर्सेनलले के गर्ला नि त? अब यो 3 खेल यदि जितेमा चाहिँ इपिएल ट्रफी पक्का पक्की उठाउनेछ। सिटीले 4 खेल खेल्न बाँकी छ। यदि सिटीले 4 खेलै जित्यो, आर्सेनलले पनि अब 3 खेलै जित्यो भने आर्सेनलले जित्छ। त्यही भएर आर्सेनलले खेल हार्नु भएन। एउटा म्याच हार्ने, सिटीले लगातार सबै गेम 4 खेल जित्यो भने चाहिँ खायो फेरि सिटीले। अब के हुन्छ हेर्न बाँकी नै छ। 2004 देखि 26 सम्मको इपिएल ट्रफी आर्सेनलले उठाउन सकेकै छैन। यो पालि भने चाहिँ उठाउला जस्तो गरिरहेछ है। सिटीले जित्नुपर्ने गेम ड्र भइहाल्यो। अब क्रिस्टल प्यालेस एकदमै स्ट्रङ टिम छ, त्योसँग जित्न गाह्रै मुस्किल पर्छ सिटीलाई। हेरौँ यो पालि आर्सेनलले उठाओस्, बिचरा उठाउन जस्तो गर्छ उठाउन सक्दैन, उठाउन जस्तो गर्छ उठाउन सक्दैन। अब हेर्न बाँकी छ के हुन्छ।